तर मेरो यो आज फाइनली गाइस आइपुग्यो गेट चाहिँ यो रहेछ गलेर यहाँ चाहिँ हामी पानी खाँदै बसेको कुनै रुख चढेर गलेर हात खुट्टा पिल्सेर मभन्दा बाँदर रहेछ सबैजना रुख चढ्नु थियो फेरि यो गेट रहेछ होइन गेटबाट चाहिँ माथि जान्छ अनि यता चाहिँ बाँदरभन्दा कम चाहिँ रहेन साह्रो सुल्टिनी अनि यहाँ चाहिँ टिका लाग्यो टिका चाहिँ अहिले बगिरहेछ पसिनाले होइन केही छैन रहरले लगाएको टिकाहरू पूजा गरेर लगाएको टिकाहरू त पुस्नुहुन्न अरे भन्छ ल जाउँ गाइजहरू अब गेट यही त हो होइन जाउँ हिँड्नु त के भयो ल सिरियो गाइजहरू फाइनली फर्पिङ मन्दिरमाथि डाँडामा मन्दिरको नाम चाहिँ के हो फर्पिङ हो ए पुरानो दक्षिण काली मन्दिर यही हो पुरानो दक्षिण काली मन्दिर गाइजहरू फाइनली उकालो लाग्यो के कस्तो रहेछ गार्डनहरू चाहिँ दामी बनाएको यो त त्यस्तो यो त औल रहेछ त हो पुरा चिलाउने मात्रै होइन चिलाउने तर काफल पनि रहेछ सल्लाह गार्डनहरू चाहिँ दामी रहेछ यता देब्रेबाट पानी रहेछ माछा पनि रहेछ नि त गाइजहरू यो छैन माछा चाहिँ रहेन रहेछ माछा त हामी 4टा माछा घुमिरहेछ नि त यहाँ सर हाम्रो अब अघि चाहिँ युके आर्मी भनेको थियो खासमा चाहिँ सिङ्गापुर आर्मी हो म चाहिँ गाइजहरू ब्रिटिस आर्मी फेरि कपाल असल्टिनी असल्टिनी कपाल हेरेर ब्रिटिस आर्मी एक झापु हान्ने होला होइन ल फाइनली गाइस मन्दिर आइपुग्यो के कस्तो छ दर्शन गर्ने बाहिर मात्रै होला अनि जुत्ता चाहिँ खोल्नु पर्ने भयो होइन जुत्ता हेलमेट पनि यहीँ राख्नु होला होइन फाइनली गाइस जुत्ता चाहिँ खोलेर